3-4 जनाको परिवार हो हैन मेरो आफ्नै मान्छेले मेरो श्रीमती भगाइन लग्दै मेरो 2टा छोरी छन् ए तपाईको श्रीमती नै अर्काले भगाइदियो जयपुरी घरतीको भाइले लगिदियो अब तपाईले सुन्नु होला माओवादीकी नेत्री जयपुरी घरतीको भाइले शेरबहादुर घरतीले लग्यो भित्र घर नजिकै छ 2टा घर हाम्रो सामान्य छ राप्ती इन्जिनियरिङ कलेजदेखि अलिकति तलतिर छ मेरो घर मेरो माथि छ उसको तल छ अब त्यसले लग्दियो मसँग 2टी छोरी छन् सम्पत्ति म तिनीहरूलाई उ गरिराखेको छु अहिले यही खुट्टामा यही हेरेपछि चिनो यही छ अरे अरू चिनो के देखाउने के भएको थियो ल भन्नुस् यो गोली लाग्यो जस्तो कस्तो अवस्थामा गोली लाग्यो कस्तो अवस्थामा लड्ने बेला माथिबाट दुश्मनले माथि हाइटपबाट हान्दै तलको हामीले घेर हाल्यौँ कोठाभित्रको हामीले सबैले पुलिस प्रशासनले हतेर फाले कब्जा पनि गऱ्यौँ कब्जा गर्ने बेला कोही मान्छे होइन दाइले मलाई निर्देशन दियो म अगाडि गएँ जाने बेला मलाई माथिबाट भर्याङमा चढ्ने बेला मलाई गोली हानिदियो ए माथिबाट हाने गोली तपाईको कुन ठाउँमा लाग्यो बाहिरको मान्थ्यो फेरि सशस्त्र त्यही थियो पुलिस त्यही थियो आर्मी त्यही थियो सब चिज त्यही थियो हामीले सबलाई तलको कब्जा गरेर थियो माथि हाले गरिदियो ओहो यो गाउँ हेर्नुहोस् त्यसपछि यहाँ हेर्नुहोस् यहाँबाट यहाँ छिरेको छ गोली त्यसपछि यहाँ ताप्नुहोस् यहाँबाट यहाँ छिरेको छ यो दुईटै खुट्टामा सबै गोली लाग्यो दुईटै खुट्टामा गोली लागेको ल लगाउनुस् भयो है तर नेताले चिनेन नि क्या हामीलाई नेतालाई हामीले चिनायौँ नेताले हामीलाई चिनाएन चिन्नु पर्यो नि नेताले कसले पुर्याएर हाम्रो रगत पसिनाले हाम्रो बलिदानीले पुर्याएर नेताहरू हुन् तिनीहरू अहिले फुर्ती नलगा हुन्छ कसैले केही नगरे हुन्छ तर भोलि पनि हामीले उस्तै पऱ्यो भने चाहिँ हाम्रो दाइ भाइ सबै इष्टमित्रले हराउन पनि सक्छ हामीले तर हामीलाई ध्यान दिनु पऱ्यो नि सम्पत्ति कहाँ छ हाम्रो कम्युनिस्ट पार्टीको सम्पत्तिहरू थाहा हुने तिनीहरूलाई लडाउने भिडाउने बेला उहाँलाई थाहा हुने तर पुगी परे आए बेला हामीले व्यवस्था गर्ने हुन्छ र त्यो हुँदैन नि त्यो भएर उहाँले सल्लाह सुझाव उहाँले यही तपाईँको मिडिया मार्फत उहाँलाई सुन्दै जाओस् त्यो अवस्थामा मैले जीवन गुजारेर तपाईँले हेरिराख्नु भएको छ मेरो गाउँ म तपाईँले सबै देखाइसक्नु सकेको छु तर नेताले हेरेन नेता भनेका स्वार्थी रहेछन् नेता भनेका यति ऊ रहेछन् जनतालाई हेरेनन् क्या माथि पुग्यो आफ्नो ठाउँमा आफ्नो मान्छेलाई हेरे हामीलाई हेरेनन् आफ्नोलाई त हेरे उनीहरूले आफ्नो आसे पासे गासे बासे जो छन् उनीहरूलाई सब चिज बनाए तर हामी जस्ता दुखी गरिबका छोराहरूलाई हामीलाई हेरेनन् तर हामी विचारमा ढुक्कै छौँ कम्युनिस्ट पार्टीको झन्डामा नि ढुक्कै छौँ तर हामीलाई हेरेनन् जस्तो कि अब यस्तो तपाईँ शरीरको घाइते एकदम शारीरिक हिसाबले तपाईँ पूर्ण रूपमा छेदविच्छेद भएको मान्छे होइन अब त्यो जनयुद्ध एक हिसाबले भन्ने हो भने तपाईँलाई अभिशाप जस्तो भएन र जनयुद्ध सही थियो जस्तो लाग्यो त अहिले तपाईँलाई जनयुद्ध सही थियो किनभने हामीले राजतन्त्र फाल्यौँ नेपालको राज संस्थालाई हामीले फाल्ने व्यवस्थापन हामीले एउटा होइन हामीले इतिहास लेखेका छौँ इतिहास चाहिँ हाम्रो क्लियर छ बोल्न पाउने भन्न पाउने शासन व्यवस्था ल्याए हामीले ल्याए अधिकार हो अहिले कसैले दम्म घमण्ड गरेर कसैले कोही नबोल्नु होइन यो बोल्न पाउने हामीले सबै गऱ्यौँ हामीले गणतन्त्र होइन धर्मनिरपेक्षता शासन सत्ता अल्पसङ्ख्यक दलित जनजाति सबैले हामीले गऱ्यौँ सिंहदरबारको शासन सत्ता हामीले गाउँमा पुर्यायौँ ओडामा हेर्नु न अहिले जानु पर्दैन सिंहदरबारमा पालिकामा छ सबै ल्यायौँ हामीले यो ल्याउने हाम्रो अधिकार हो जनयुद्ध गलत थिएन जनयुद्ध सही थियो मैले तपाईँलाई भने पार्टीको नेताहरूले मलाई कहिले हेरेको पनि छैन अहिलेसम्म पार्टीको नेताहरूले कसैले सम्झ्या पनि छैन भेट्न पनि आएको छैन गर्न पनि केही गरेका छन् नेताहरूले अब रुकुम जिल्लाका नेताहरूले जनार्दन शर्मा जस्ता पश्चिम रुकुमको मान्छेहरूले कुनै मसँग समन्वय छैन तर मैले फोन गर्दा उहाँले उठाउनुहुन्न मैले भने तपाईँलाई मैले दिनभरि दैनिकी काम गर्नुपर्छ इट्टा गिट्टी बालुवा बोक्नुपर्छ इट्टा बोक्नुपर्छ ढुङ्गा बोक्नुपर्छ गरिकन मैले मेरो छोरीको मेरो लागि मैले जीवन गुजारा गरिराखेको छु तर नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादीका मान्छेहरू काठमाडौँ गइकन महल बनाइकन बसे तर हामीलाई प्रयोग गरे हिजोको दिनमा हामीले त प्रयोग गरे नि त होइन गरे होइन न होइन सबै यही हो नेपाल जनयुद्ध भनेको तपाईँहरूलाई सुनका सिक्री दिन्छ भन्ने भाषण गर्ने मान्छे पनि भेट्या नेताहरूले त्यसरी पनि भने तर साँच्चै होला अब गणतन्त्र आयो भने हामीले राजतन्त्र फाल्यौँ भने अब यो अवस्थामा हामीले बाँच्न पनि पाउँछौँ होला उहाँले केही गर्नुहुन्छ होला भन्ने पनि त्यो आशा पनि थियो तर उहाँहरूले केही गर्नु भएन आज केही लछरबाद लाउनु भएन तपाईँ यस्तो अवस्थामा गुर्जिँदाखेरि तपाईँको अनि कुनै पनि नेताले नहेर्नु भनेको त त्यो त जनयुद्धमा लागेर अनि आज तपाईँलाई यो अवस्थामा किन छोड्यो त्यसरी त्यो नेताहरूले जान्ने कुरा हो त्यो नेताहरूले किन प्रयोग गरे हामी कहाँ पुग्यौँ कसको बलिदानले पुग्यौँ कसको रगतले पुग्यौँ भन्ने कुरा उहाँले सोध्नु पर्दैन र हामीले सोध्ने होइन नि त उहाँले हामीसँग फर्केर आउनु पर्यो
हामी उहाँलाई खोज्दै जाने बेला उहाँले चिन्नुहुन्न हामीलाई। हिजै सँगै लडेको कमान्डरले चिन्दैन। हेर्नुहोस्, म त केही थाहा पान्न मान्छे हेर्नु, मेरो खुट्टो गन्न आइरहेको छ, तपाईँले कति क्यान्सर भएर यसरी गन्ध आइराखेको छ। हेर्नुहोस् तपाईँले यस्तो अवस्थामा गुड्जिरहेको छ। उहाँले किन बिर्सिनु हो भने उहाँ शासन सत्तामा पुग्नुभयो, रातो कुर्सीमा बस्नुभयो, रातो कार्पेटमा बस्नुभयो, चिल्लो गाडीमा चढ्नुभयो, सबै बिर्सिनु उहाँले होइन। वास्तविकता जनयुद्धका घाइतेहरू जहाँ हामी लडेका थियौँ, जहाँ भेटेका थियौँ, हिजो जुन ठाउँमा हामी बसेका थियौँ, सबै बिर्सिनु उहाँले। तर उहाँ काठमाडौँ पुगेपछि सबैले बिर्सिनु भयो उहाँले। हामीले घेरा हाल्यौँ, कोठाभित्रको हामीले सबैले पुलिस प्रशासनले हतियार फाले, कब्जा पनि गऱ्यौँ। कब्जा गर्ने बेला कोही मान्छे होइन, दाइले मलाई निर्देशन दिनु, म अगाडि गएँ, जाने बेला मलाई माथिबाट भर्याङमा चढ्ने बेला मलाई गोली हानिदियो। गोली हान्ने बेला मैले पासपोर्ट गरेँ, मेरो दाइले नै निर्देशन गरिकन ल्याउनु भएको छ। म मात्रै होइन, अरू मान्छे पनि घाइते भएको छ नि त्यहाँ। कसैको हातमा गोली लागेको छ, कसैको खुट्टामा लागेको छ, कोहीले मानेन। अब मर्न त को हुन्छ र। जस्तो उहाँले तपाईँलाई के पनि निर्देशन गर्नुभयो, अगाडि जानुहोस् हेर्नुहोस् भने अब कमान्डरको हैसियतले त भन्न पाइयो नि त, अरूले मानेन नि त। उहाँको निर्देशन उहाँले अरूले मानेन, तर अङ्गरक्षकको हैसियतले उहाँको अगाडि म जानै पर्ने थियो, मेरो बाध्यता थियो। तर म बाध्यता पनि होइन, खुसी पनि होइन, रहर पनि होइन, तर गर्नुपर्ने थियो मैले। किनभने दाइको कमान्डर अरू अङ्गरक्षकको हैसियतले म अगाडि गएँ। यस्तै माथि भर्याङको सिटीमा एउटा खुट्टा टेक्ने माथिबाट हानिदियो, हाइटपबाट हानिदियो। ए माथिबाट हानेको गोली तपाईँको कुन ठाउँमा लाग्यो? बाहिरको मान्थ्यो, फेरि सशस्त्र त्यहीँ थियो, पुलिस त्यहीँ थियो, आर्मी त्यहीँ थियो, सब चिज त्यहीँ थियो। हामी सबलाई तलको कब्जा गरेर थियो, माथि हाले गरिदियो। ओहो, तपाईँको के भयो, गोली माथि लागेर तल असर परेको कि यहीँ गोली लाग्यो? गोली माथि लागेको छ होइन, मलाई माथि मात्रै होइन, मलाई दुइटै खुट्टामा गोली छ, दायाँ बायाँमा गोली छ। अहिले पनि तपाईँले हेर्नुहुन्छ भने मेरो ऊ हेर्नुहुन्छ भने लगभग 26-27वटा छर्रा छ नि खुट्टामा। तपाईँले एक्सरा हेर्नुभयो भने यो छर्राको बिचमा होइन मैले केही पनि बिताइराखेको छ आज। ए अनि तपाईँ जस्तो त्यहाँ घाइते भइसकेपछि त्यहाँबाट तपाईँकै कमान्डरले तपाईँलाई फिर्ता ल्याउनु भयो, तपाईँ बाँच्न सफल चाहिँ हुनुभयो घाइते भए पनि होइन त? दाइले नै गर्नुभयो, दाइले निर्देशन दिनुभयो। निर्देशन मैले पासपोर्ट प्रयोग गरेँ। अब कर्णाली, भेरी, मेची, काली के हुन्थ्यो होइन, अब त्यहाँको सबै पासपोर्टहरू हाम्रो जनयुद्धको अब त्यति बेलाको अवस्थामा त्यही हुन्थ्यो। त्यो दाइले मैले प्रयोग गरेँ। दाइले चाहिँ आदेश दिनु पऱ्यो, मान्छेले मलाई ल्याए, दाइ नभए म बाँच्दैन क्या, मलाई त्यहीँ हानिदिनु थियो। ए भनेपछि सन्तोष, तपाईँको कमान्डर सन्तोषले नै तपाईँलाई चाहिँ त्यहाँबाट बचाउनु भयो। त्यसपछि तपाईँ पार्टीमा कति सक्रिय रहनुभयो? म सक्रिय त निरन्तर अहिलेसम्म पनि छ नि, पार्टी सदस्य हो। मैले गरिराखेको छु नि अहिलेसम्म, मेरो ठाउँबाट पार्टीलाई के गर्नुपर्ने हो पार्टीलाई गरिराखेको छु। जस्तो जनयुद्धकालमा घाइते भएका, अपाङ्ग भएका त्यस्ता व्यक्तिहरूलाई जनयुद्धकालमै पनि इन्डियातिर लगेर उपचार गर्ने चलन थियो त्यति बेला होइन? तपाईँलाई चाहिँ यो उपचार गर्नुपर्छ, गराउनको लागि कोही लागेनन्? लाग्यो। लखनऊमा म 2 वर्ष बसेको छु। दाइ पनि जानुभएको छ, दाइ पनि घाइते हो उहाँ। हाम्रो सन्तोष दाइ पनि घाइते हो उहाँ। उहाँलाई हेर्नु उहाँको स्वास्थ्यमा त एकदम मेरोभन्दा पनि एकदम जोखिमबाट बच्नु भयो होइन। उहाँ पनि जानुभयो, उहाँले पनि गर्नुभयो, उपचार गरिकन आउनुभयो उहाँ। र दाइसँगै मैले समन्वय गरी सबैसँग गरेँ, म गएँ 2 वर्ष लखनऊ बसेँ। उपचार गरेर पनि यो सन्चो भएन भने त्यति धेरै गम्भीर उभा रहेछ। हेर्नुहोस् यो अनि के अम्ला नचल्ने तपाईँ के भन्नुभएको थियो अघि? के गर्ने भने मेरो यहाँ नसा नै चुटिया छ। तपाईँले माथिको घाउ तपाईँले तलको देख्नु, माथिको घाउ देख्नु भएको छ नि, तपाईँले देखाउने भने मैले देखाइदिन्छु होइन। यो माथि सार्न मिल्छ? यो मिल्छ, हेरौँ त, लौ त हेर्नुहुन्छ। तर अप्ठ्यारो कोही नमान्नु होला है, अलिक समस्या छैन मेरो होइन। ठिक छ, ठिक छ। ल हेर्नुहोस्, यहाँ हेर्नुहोस्, यो घाउ हेर्नुहोस्। त्यसपछि यहाँ हेर्नुहोस्, यहाँबाट यहाँ छिरेको छ गोली, त्यसपछि यहाँ तर्नुहोस्, यहाँबाट यहाँ छिरेको छ। यो दुईटै खुट्टामा सबै गोली लाग्यो? दुईटै खुट्टामा गोली लागेको। ल लगाउनुहोस्, भयो है। ए भनेपछि त्यसको असर चाहिँ तपाईँको तल खुट्टामा, यो खुट्टामा गयो? त्यसको असर यहाँ तल गयो, यो चल्दैन। मैले तपाईँले भने नि अलि यसरी बस्नु, यो घाउ देखाउनुहोस् त। ए हो त्यहाँ, यहाँ राख्नुहोस्, माथि माथि माथि। ए अब विषय प्रसङ्गलाई जोडौँ कि तत्कालीन समयमा जनयुद्ध लडेका सबै जनयुद्धका कमान्डर, घाइते, अपाङ्ग, बेपत्ता, शहीद भएर सबैले चाहिँ पार्टीले वास्ता गर्यो, व्यवस्था गर्यो। त्यो हामीले भन्दा बढी तपाईँलाई बढी जानकारी छ होइन? तपाईँ विशेष गरी जनयुद्धको आधार इलाका मानिने रुकुम निवासी होइन त?
रुकुमको भएको कारणले गर्दा रुकुमका फेरि माओवादी सरकारमा गइसकेपछि पटक पटक एकपटक होइन माओवादी जति पटक सरकारमा गयो त्यति पटक चाहिँ माओवादीहरू रुकुमबाट माओवादीहरू अनिवार्य सरकारमा गए। तर तपाईँहरू जस्ता घाइते अपाङ्ग बेपत्ता सहित परिवारलाई हेरेनन्? हेरे यो अवस्थामा म पुग्ने थिइनँ नि त। मलाई 5 लाख रुपियाँ भन्थ्यो हेर्नुहोस् होइन। टर्मोमा म र उसमा वीर हस्पिटलमा गयौँ, प्लास्टिक सर्जरी भन्थ्यो, त्यसले अपरेसन गर्ने भन्थ्यो। तर मसँग पुगेन, मैले गरेन, हेरेन नि त। नेताले हेरे त हुन्थ्यो नि त। नेताले हेर्नु पर्यो नि। हामीले तिनको लागि हामीले मन्दिर बनाउने, हाम्रो रगत पसिनाले त्यहाँ माथि मन्त्रालयमा जागिर खाने भने हामीलाई नहेर्ने। हामी त पार्टीको सम्पत्ति हुने, सम्पत्तिलाई उनले देखेनन्, सम्पत्तिलाई उनले देखेनन् हेर्नुहोस्। तर उनी पछुताउने छन् कुनै बेलामा। सबै हाम्रो सम्पूर्ण म मात्र होइन, देशवासीको घाइते अपाङ्ग कमरेडहरू शहीद बेपत्ता, त्यस पछाडि होइन जनमुक्ति सेना नेपालका कमरेडहरू जहाँ जहाँ भएका छन् त्यसले उहाँले सम्झिनु भएन। सम्झिनु पर्यो नि। दुःखमा उहाँले भनेले तपाईँले जिल्ला नेता केन्द्रित गरेर प्रभाकरलाई भन्न खोज्नुभयो कि या त मूल नेतृत्व सबैलाई भन्नुभयो? मैले सबैलाई भन्नु, सबैले गर्नुपर्थ्यो। प्रभाकरले चाहिँ अनिवार्य जिल्लाको हिसाबले गर्ने भइगयो होइन। अरू नेताले गर्नु परेन? नेताले पनि गर्नु पर्यो नि। पूर्व पश्चिम भनेर भेदभाव गर्न पाइन्छ र? लड्ने बेला सबै लडाउने भेटाउने होइन। हाम्रो दाइलाई भेटाउने, मलाई भेटाउने, सबै भेट्ने, डिफेन्स भन्ने। तर अहिले हामीले त्यो गर्ने कुरा होइन, भेदभाव होइन। तर जिल्लाको मुख्य नेतृत्वले यो ध्यान दिनुपर्छ। तपाईँको पनि पहल पुगेन कि उहाँसम्म तपाईँ जानु भएन कि? मैले गरेँ, उहाँले सुन्नु भएन। के गर्ने, सुन्नु पर्यो नि उहाँले। उहाँले हामीलाई चिन्नु भएन क्या। कोसिस चाहिँ गर्नु उहाँलाई भन्यौँ, उहाँले चिन्नु न। हाम्रो दाइले चिन्नुहुन्छ, कमान्डर दाइले। उहाँले कति पहल गरिराख्नु भएको छ, भए पनि नभए पनि एकदम हामीलाई हौसला दिइराख्नु भएको छ। कहीँ नमर न कहीँ नजाऊ होइन, उपचार हुन्छ, हामी गर्छौँ जहाँबाट व्यक्तिगत रूपमा पनि गरौँला भन्नुभएको छ हाम्रो दाइहरूले। तर नेताले चिनेनन् क्या हामीलाई। नेतालाई हामीले चिनायौँ, नेताले हामीलाई चिनाएन। चिन्नु पर्यो नि नेताले। कसले पुर्याएर, हाम्रो रगत पसिनाले, हाम्रो बलिदानीले पुर्याएर नेताहरू हुन् तिनीहरू। अहिले फुर्ती नलगा हुन्छ, कसैले केही नगरे हुन्छ। तर भोलि पनि हामीले उस्तै पऱ्यो भने चाहिँ हाम्रो दाइ भाइ सबै इष्टमित्रले हराउनु पनि सक्छौँ हामीले। तर हामीले ध्यान दिनु पऱ्यो नि। सम्पत्ति कहाँ छ? हिन्दू कम्युनिस्ट पार्टीको सम्पत्तिहरू थाहा हुनु तिनीहरूलाई। लडाउने भेटाउने बेला उहाँलाई थाहा हुने। तर पुगी परि आए बेला हामीले व्यवस्था गर्ने हुन्छ र? त्यो हुँदैन नि। त्यो भएर उहाँले सल्लाह सुझाव उहाँ यही तपाईँको मिडिया मार्फत उहाँलाई सुन्दै जाओस्। जस्तो अब यस्तो तपाईँ अहिले आज यो अवस्थामा आउँदाखेरि कतिपय हिसाबले तपाईँ शारीरिक हिसाबले क्षतविक्षत हुनुहुन्छ। जीविकोपार्जन भन्छ नि, तपाईँ जीवनमा बाँच्नको लागि तपाईँको आय आर्जनको उपाय के त पाटो के त अहिले? केही छैन। दुःख गर्ने, परिश्रम गर्ने, लेबरी काम गर्ने, अरू केही छैन मेरो। म लेबरी गर्दैछु, मैले इट्टा बोक्छु। यो यस्तो खुट्टाले इट्टा बोक्नुहुन्छ? बोक्छु। के गर्ने, बाँच्न त पऱ्यो अरे, मर्नु भएन, बाँच्नु पऱ्यो। बाँच्नको लागि गर्दैछु मैले। छोरी छन्, छोरी पाल्नुपर्छ होइन, पढाउनु पर्छ, लेखाउनु पर्छ, सबै गर्छु मैले। यस्तै खुट्टामा मैले रगत चुहाउँदै गर्छु। मेरो कोलियामा रगत हुन्छ मेरो, मैले पुच्छा लाउँछु, मैले त्यो गरिदिन्छु। तर मलाई हेरेन। यस्तो अवस्थामा मैले जीवन गुजारेर तपाईँले हेरिराख्नु भएको छ मेरो भाउ। मैले तपाईँले सबै देखाइसक्नु सकेको छु। तर नेताले हेरेन। नेता भनेका स्वार्थी रहेछन्। नेता भनेका यति ऊ रहेछन्, जनतालाई हेरेनन् क्या। माथि पुग्यो आफ्नो ठाउँमा, आफ्नो मान्छेलाई हेरे, हामीलाई हेरेनन्। आफ्नोलाई त हेरे उनीहरूले, आफ्नो आसे पासे गासे बासे जो छन् उनीहरूलाई सब चिज बनाए। तर हामी जस्ता दुखी गरिबका छोराहरूलाई हामीलाई हेरेनन्। तर हामी विचारमा ढुक्कै छौँ, कम्युनिस्ट पार्टीको झन्डामा नि ढुक्कै छौँ। तर हामीलाई हेरेनन्। जस्तो कि सरकारको एउटा सिस्टम हुन्छ नि त, तपाईँले सिस्टम प्रक्रियाबाट त्यहाँसम्म पुग्न सक्नु भएन कि? सिस्टममा गरिराखेको छु। अब जाने पहल पनि हुनु पऱ्यो नि त, पुर्याउनु पऱ्यो नि त, मान्छे हुनु पऱ्यो नि त, त्यहाँ जान भित्राउनु पऱ्यो नि त। जलवायु त त्यहाँ सरकार गृह मन्त्रालयमा एउटा टिकट नदिनु भित्र पाइन्न होइन, प्रधानमन्त्रीको कार्यालयमा एउटा उ गर्ने पनि जानु पाइन्न। सिस्टम हुनु पऱ्यो। तर कोहीले सुन्दैन, के गर्ने? नेताहरूले तपाईँले फोन गर्दाखेरि कोही नेताले फोन उठाउँदैन? कोहीको रिप्लाई छैन मेरो। जस्तो कि अब यस्तो तपाईँ शरीरको घाइते एकदम शारीरिक हिसाबले तपाईँ पूर्ण रूपमा छेदविच्छेद भएको मान्छे होइन। अब त्यो जनयुद्ध एक हिसाबले भन्ने हो भने तपाईँलाई अभिशाप जस्तो भएन र? जनयुद्ध सही थियो जस्तो लाग्यो त अहिले तपाईँलाई? जनयुद्ध सही थियो, किनभने हामीले राजतन्त्र फाल्यौँ।
नेपालको राज संस्थालाई हामीले फालिने व्यवस्थापन हामीले एउटा पनि हामीले इतिहास लेखेका छौँ। इतिहास चाहिँ हाम्रो क्लियर छ। बोल्न पाउने भन्न पाउने शासन व्यवस्था हामीले ल्याए अधिकार हो। अहिले कसैले दम्म घमण्ड गरेर कसैले कोही नबोल्नु होइन। यो बोल्न पाउने हामीले सबै गऱ्यौँ। हामीले गणतन्त्र होइन, धर्मनिरपेक्षता, शासन सत्ता, अल्पसङ्ख्यक, दलित, जनजाति सबैले हामीले गऱ्यौँ। सिंहदरबारको शासन सत्ता हामीले गाउँमा पुर्यायौँ। ओडामा हेर्नु न, अहिले जानु पर्दैन सिंहदरबारमा, पालिकामा छ। सबै ल्यायौँ हामीले। यो ल्याउने हाम्रो अधिकार हो। जनयुद्ध गलत थिएन, जनयुद्ध सही थियो। जनयुद्ध सही थियो। मेरो लागि सही थियो। मेरो लागि होइन, सम्पूर्ण नेपाली जनता। तर जनयुद्धकै कारणले आज तपाईँ यो हालत बेहोरिनु भएको छ नि त। अनि भने जनयुद्ध सही थियो, जनयुद्ध हाँक्ने हिजोका नेताहरू पनि ठिकै थिए, आज आएर गलत भयो भने तपाईँको निष्कर्ष हो? नेताहरूले के गर्छन् उहाँलाई सोध्नु होला, नेताहरूलाई सोध्नु होला। तर मेरो लागि राम्रो थियो। उहाँहरूले सिकाउनु, हामी लड्यौँ भिड्यौँ होइन। हामीले राम्रो जनताको लागि गऱ्यौँ होइन। सबै चिज हामीले त्यहाँ गऱ्यौँ। तर नेताले हामीलाई बिर्स्यापछि ठिकै छ। नेताले त्यो परिणाम आफै भोग्छ। जस्तो तपाईँलाई पार्टीहरूका कुनै पनि नेताहरूले, त्यसपछि तपाईँको जिल्लाका नेताहरूले तपाईँलाई नहेर्दाखेरि आज तपाईँ आफ्नो दैनिकी, आफ्नो जीवन गुजारा कसरी गरिरहनु भएको छ त? मैले तपाईँलाई भने पार्टीको नेताहरूले मलाई कहिले हेरेका पनि छैन। अहिलेसम्म पार्टीको नेताहरूले कसैले सम्झ्या पनि छैन, भेट्न पनि आएको छैन, गर्न पनि केही गरेका छैन। नेताहरूले अब रुकुम जिल्लाका नेताहरूले जनार्दन शर्मा जस्ता पश्चिम रुकुमको मान्छेहरूले कुनै मसँग समन्वय छैन। तर मैले फोन गर्दा उहाँले उठाउनुहुन्न। मैले भने तपाईँलाई, मैले दिनभरि दैनिकी काम गर्नुपर्छ। इट्टा गिट्टी बालुवा बोक्नुपर्छ, इट्टा बोक्नुपर्छ, ढुङ्गा बोक्नुपर्छ। गरिकन मैले मेरो छोरीको मेरो लागि मैले जीवन गुजारा गरिराखेको छु। तर नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादीका मान्छेहरू काठमाडौँ गइकन महल बनाइकन बसे। तर हामीलाई प्रयोग गरे। हिजोको दिनमा हामीले त प्रयोग गरे नि त होइन, गरे होइन होइन। सबै यही हो। नेपाल जनयुद्ध भनेको तपाईँहरूलाई सुनका सिक्री दिन्छ भन्ने भाषण गर्ने मान्छे पनि भेट्या, नेताहरूले त्यसरी पनि भने। तर साँच्चै होला, अब गणतन्त्र आयो भने हामीले राजतन्त्र फाल्यौँ भनेपछि यो अवस्थामा हामीले बाँच्न पनि पाउँछौँ होला, उहाँले केही गर्नुहुन्छ होला भन्ने पनि त्यो आशा पनि थियो। तर उहाँहरूले केही गर्नु भएन। आजभर केही लछरबार लाउनु भएन। तर उहाँहरू कहाँ हुनुहुन्छ अहिले? काठमाडौँमा बस्ने मान्छे काठमाडौँमै बसिनु बोलिराखेका छन्, कोही रुकुम बस्ने मान्छेले। तर गरिब दुखीका मान्छेका मनहरू लडेका मान्छेहरूले सुनेन। उनले जसले युद्ध लड्यो नि, जसले 10 वर्ष जनयुद्ध लड्यो नेपाली जनताको लागि, वर्गको निम्ति, सबै जात जाति भाषा भाषी सबै चिजको निम्ति जो लडाइदिए उनीहरूले प्रयोग गरे। प्रयोग गरिसकेपछि हामीलाई छोडिदिएपछि म यो अवस्थामा छु। म अहिले रोडमा छु। तपाईँले दिनमा कति कमाउनुहुन्छ र तपाईँको जीविका रूपमा? 500 रुपियाँ मेरो कमाइ हुन्छ। मलाई 500 रुपियाँ दिन्छन्। अब खाना खर्च अब छोरी पढाउनु पर्छ र अब त्यही 100 रुपियाँ अब फिस पनि तिर्नुपर्छ। सबै तिर्ने भने मेरो केही बचत हुँदैन। त्यहीले पनि मलाई पुग्दैन। अपुग छ। खुट्टाको उपचार गर्नुपर्छ, छोरीहरूको उपचार गर्नुपर्छ। बिरामी भएपछि उनीहरूको फिस तिर्नुपर्छ। बच्चाले बेहाल तरिकाले त छोड्नु भएन। उहाँहरूले त छोड्नु भयो हामीहरूलाई होइन। कम्युनिस्ट पार्टीका नेकपा माओवादी केन्द्रका मान्छेले त आफ्नो सम्पत्ति छोड्नु भयो। तर आफ्नो सम्पत्ति छोड्न सकेन। तर मैले त पढाइराखेको छु, लेखाउनु पर्छ। त्यही हो। 500 रुपियाँ हुन्छ। 500 रुपियाँ केही बद्दैन। जस्तो कुनै दिन तपाईँ काम गर्न जानु भएन भने त्यो पनि तपाईँको चाहिँ त्यसमा बगाए हुन्छ। ऋण काट्नुपर्छ। तपाईँ यस्तो अवस्थामा गुर्जिँदाखेरि तपाईँको अनि कुनै पनि नेताले नहेर्नु भनेको त त्यो त जनयुद्धमा लागेर अनि आज तपाईँलाई यो अवस्थामा किन छोड्यो त्यसरी? त्यो नेताहरूले जान्ने कुरा हो। त्यो नेताहरूले किन प्रयोग गरे, हामी कहाँ पुग्यौँ, कसको बलिदानले पुग्यौँ, कसको रगतले पुग्यौँ भन्ने कुरा उहाँले सोध्नु पर्दैन र? हामीले सोध्ने होइन नि त। उहाँ हामीसँग फर्केर आउनु पर्यो। हामी उहाँलाई खोज्दै जाने बेला उहाँले चिन्नुहुन्न हामीलाई। हिजै सँगै लडेको कमान्डरले चिन्दैन। हेर्नुहोस्, म त केही थाहा पार्न मन छैन। मेरो खुट्टो गन्ध आइरहेको छ। तपाईँले कति यो क्यान्सर भएर यसरी गन्ध आइराखेको छ। हेर्नुहोस् तपाईँले यस्तो अवस्थामा गुर्जिराखेको छ। अनि तपाईँलाई जस्तो कि अब त्योभन्दा पार्टीभन्दा बाहिरका मान्छेले पनि तपाईँलाई सहयोग गर्नु पर्यो भनेपछि होइन, तपाईँको जीवन दयनीय अवस्था जुन आज यो अवस्थामा तपाईँ हुनुहुन्छ होइन, तपाईँलाई बाँच्नको लागि धौधौ परिराखेको छ। बेलुका खाएर बिहान केको, बिहान खाएर बेलुका केको भन्ने अवस्थामा तपाईँ हुनुहुन्छ। नेताहरूले हेर्दैनन् तपाईँलाई यति बेला होइन। अब
ती नेताहरूसँग तपाईँको अहिलेसम्म साक्षात्कार हुँदैन, तपाईँको फोनै उठाउँदैन भनेपछि यो एउटा पार्ट अफ च्याप्टर क्लोज भयो होइन। आम अन्य नेपाली देश विदेशमा रहने सबैले चाहिँ तपाईँले आफ्नो सहयोगको याचना गर्न चाहनुहुन्न? गरेका छैन, अब गर्ने होला, अब लास्ट भयो, अब गर्नुपर्ने बेला आयो। अब अहिलेसम्म आफ्नैमा आत्मनिर्भर भएर म बाँच्न चाहन्थे, आत्मनिर्भर भइकन बाँच्न नचाहने अवस्था भयो। तपाईँले देख्नुभयो, तपाईँले यहाँ भिडियो गरिराख्नु भएको छ, तपाईँले मेरो सबै अवस्था हेर्नु भएको छ तपाईँले। तर अब गर्दैछु, अब गरेपछि कोही नेपाली जनता होइन, नेपालका मान्छेहरूले आफ्ना दाई दिदी बहिनी इष्टमित्र कसैले सहयोग गर्छन् नै गर्छन्, नत्र नभए म रोडमै भयो भने उभिने काम गर्छु। हेर्नुहोस् अब यति हो मेरो, अब गर्नुपर्ने छ हेर्नुहोस् होइन। गर्न सक्छन् भनेपछि गर्ने हो मैले सबैलाई होइन। सहयोग गर, दुःख सुखमा साथ दियो, हामी पनि दिन्छौँ। भोलि हाम्रो पनि राम्रो हुने अवस्था हो, राम्रो भने उहाँहरूलाई पनि दिन्छौँ। तर उहाँले हामीलाई दिनुभयो भने चाहिँ एकदम सकारात्मक छ। दिनु भएन भने मैले भेग माग्दैन, म भिखारी भएर ल्याऊ पैसा ल्याऊ 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 भनेर भन्दैन मैले। तर दिएपछि एकदम सम्मान छ, सम्मान पनि छ, उहाँलाई पनि हामी फिर्ता गरिदिन्छौँ भनेर त्यसको हामीले ऋणसहित हामीले ब्याजसहित तिर्दिन्छौँ। हेर्नुहोस् यस्तो अवस्थामा म छु। अब तपाईँले हेर्नु भएको छ, भिडियो गराउनु भएको छ, खुट्टा हेर्नु भएको छ, मेरो अवस्था पनि देख्नुभयो गनाइरहेको छैन। हेर्नु नि तपाईँले, हेर्नुहोस् एकदम कुहिया छ हेर्नुहोस् त्यहाँ मासु, खुट्टामा त्यो ब्रोइलरको मासु 2-4 दिन राखेको हुन्छ त्यस्तै गनाइरहेको छ हेर्नु तपाईँले। यस्तो अवस्थामा म छु हेर्नु, पैसा नभएर आर्थिक अवस्था। जस्तो माओवादी त पटक पटक सरकारमा भयो, माओवादी पटक पटक सरकारमा गएर पनि तपाईँहरू चाहिँ जनयुद्धका घाइतेहरूलाई यसरी व्यवस्था गर्नु भनेको माओवादी पार्टीको पतन हो कि माओवादी भित्रका नेताहरू कमजोरी हुन् त? व्यवस्था अरे उनीहरूले ध्यान नदिए, हिजो प्रयोग गरे, आज उहाँले ध्यान दिनु भएन। उहाँले सम्पत्ति कहाँ छन् भन्ने कुरा उहाँले बुझ्नु भएन क्या। सम्पत्ति कहाँ छन् भन्ने खोज्नु पर्यो नि। हाम्रो रगत पसिनाले प्रधानमन्त्री बन्ने, हाम्रो रगत पसिनाले मन्त्री बन्ने, त्यसपछि हामीले ल्याउने शासन सत्तामा उहाँले लडामा हामी लड्ने। तर उहाँले जान्नु भएन, नेताले जान्नु पर्यो नि। हामी त सोधिरहेका छौँ नि, तपाईँ कहाँ हुनुहुन्छ, हामीले उपचार गर्नुहोस्, हाम्रो स्वास्थ्य कपासको ग्यारेन्टी गर्नुहोस्, हाम्रो बच्चाको भविष्यको ग्यारेन्टी गरिदिनुहोस्। हिजो तपाईँले लडाउनु भयो, आज तपाईँले जान्नु भएन, बिर्सिनु भयो त्यो प्रतिबद्धता भनिरहेको छु मैले मात्रै होइन, सम्पूर्ण नेपाली जो जनयुद्धका घाइते साथीहरू भाइहरू हुनुहुन्छ, बहिनी हुनुहुन्छ, कोही दिदी, कोही आमा बुवा सबै हुनुहुन्छ, सबैले आह्वान गरिरहेका छन्। तर उहाँले सुन्नु भएन, सुन्नु पर्यो नि, उहाँले सुन्नु भएन। तपाईँहरूको माओवादी हेडक्वार्टरमा चाहिँ घाइते अपाङ्गहरूको एउटा सङ्गठन पनि छ होइन? त्यहाँ तपाईँ हुनुहुन्न? त्यो सङ्गठनमा मलाई लगाएको छ, तपाईँलाई लगेन? राम्रो मान्छेलाई लगे होला होइन, आफ्नो मान्छेलाई लग्न अब तपाईँले थाहा पाउनु। जस्तो माओवादी पार्टीभित्रमा घाइते अपाङ्गको कोटाबाट पटक पटक मान्ने पनि भएका थुप्रै हुनुहुन्छ होइन? उहाँहरू साँच्चीकै घाइते मान्ने भयो कि कस्तो नेताहरूको आसेपासे भएका हुन्छ? उहाँ बिर्सिनु भयो। उहाँले किन बिर्सिनु हो भने उहाँ शासन सत्तामा पुग्नुभयो, रातो कुर्सीमा बस्नुभयो, रातो कार्पेटमा बस्नुभयो, चिल्लो गाडीमा चढ्नुभयो, सबै बिर्सिनु भयो उहाँले होइन। वास्तविकता जनयुद्धका घाइतेहरू जहाँ हामी लडेका थियौँ, जहाँ भिडेका थियौँ, हिजो जुन ठाउँमा हामी बसेका थियौँ, सबै बिर्सिनु भयो उहाँले। तर उहाँ काठमाडौँ पुगेपछि सबैलाई बिर्सिनु भयो उहाँले। अब बिर्सिने मान्छेलाई हामीले धेरै गर्ने होइन नि त। जस्तो आज माओवादी चाहिँ यो हालतमा हुनु, 16-17वटा पार्टी हुनुमा चाहिँ यस्तै माओवादीको मूल नेतृत्वले चाहिँ आफ्ना कार्यकर्ताप्रति उत्तरदायी नहुँदाखेरि यस्तो हालत भएको हो कि माओवादी त्यही भएर अन्य हाँगाबिगा भएका हुन् कि यस्तो पनि लाग्छ तपाईँलाई? नेतृत्व ठिक हो, नेता ठिक भएन। नेतृत्वले निर्देशन दिन्छ, कार्यान्वयन गर्ने मान्छे कम भयो। प्रचण्डले काठमाडौँबाट बोल्नुहुन्छ होइन, बोल्छ होइन, बोल्नुहुन्छ। आदरणीय हाम्रो सर्दै नेता, कमरेड, कमान्डर होइन, जनयुद्धको नेतृत्व गरेको मान्छे, गणतन्त्र ल्याउने मान्छे पनि, संविधान लेख्ने मान्छे पनि, सबै चिज गर्ने मान्छे। तर तलका नेताले गर्दैनन्, उहाँको दोष होइन, तर नेताको दोष। नेताले भेट्नु पर्यो नि हामीले। दाङ जिल्लाको नेता को छ, हामीलाई आउनु पर्दैन? त्यसबाट रुकुमको को छ, रुकुमले भेट्नु पर्दैन? कहाँ छ होइन? भनेपछि माथि मूल नेतृत्व ठिक छ र तल्लो तहका तिनीहरू चाहिँ जो आफ्नो भेगे हिसाबले नेतृत्वदायी भूमिकामा छन् तिनीहरू चाहिँ आफ्ना कार्यकर्ताप्रति उत्तरदायी छैनन् भन्ने तपाईँको कुरा हो? मैले यही भन्छु, मेरो मूल्याङ्कनमा यही। भनेपछि हिजो जनयुद्ध लड्दाखेरि त वास्तवमा युद्ध त फेरि एक हिसाबले सही थियो पनि त भन्नुहुन्छ नि तपाईँ होइन? जनयुद्ध त सही छ त, अहिले पनि त छ नि त। तपाईँ लड्दै गर्दाखेरि भिड्दै गर्दाखेरि एक हिसाबले तपाईँले त मुठभेडमा मान्छे मारेर पनि तयार हुनुभयो, आफू मर्न पनि तयार हुनुभयो होइन? तपाईँले कुरा के सुन्नुहोस् भनेपछि हामी युद्ध लड्दै गर्दाखेरि
एउटा कमान थियो। उम्, सबै मूल नेतृत्व पनि ठिक थियो, कार्य समिति पनि ठिक थियो, केन्द्रीय समिति पनि ठिक थियो, सबै ठिक थियो। उहाँले निर्देशन दिनुहुन्थ्यो, हामीले गर्थ्यौँ, उहाँ पनि जानुहुन्थ्यो, अरू नगए होइन, नेता पनि नगए पनि होइन। जुन ठाउँमा हामीले आक्रमण गर्न्थ्यो, जुन ठाउँमा लड्न्थ्यो, उहाँले नै कमान गर्नुहुन्थ्यो। अफेन्स र डिफेन्स। अब तपाईँको माओवादीको मूल नेतृत्वसम्म हाम्रो मिडिया मार्फत चाहिँ माओवादी पार्टीलाई के भन्न चाहनुहुन्छ? माओवादी पार्टीले घाइते अपाङ्ग नेपाली जनयुद्धका क्रान्तिकारीका हिजो युद्ध लडेका मान्छेहरूलाई सम्झोस्, गाउँघरमा फर्कियोस् होइन। 2064 सालको चुनाव जस्तै एकदम भरिभरा भइकन अर्को अब 85 को चुनावमा जानु परोस्। र हामीले सम्पत्ति सम्झिन आएपछि तिमी जाने छन्, सम्पत्ति सम्झिन आउनु भएन तपाईँ हराउनुहुन्छ भन्ने यही हो मेरो सल्लाह सुझाव उहाँलाई।